अरु त कसैलाई थाहा छैन भन्नलाई nobody else knows. Nobody else knows. तिमीलाई के भयो अथवा तिमीलाई समस्या चाहिँ के हो? What's the matter with you? फेरि सोध्छु What's the matter with you? केही होइन अथवा केही छैन म ठीक छु भन्न Nothing, I am fine. Nothing, I am fine. अब मौसमको बारेमा सोधौं न त आजको मौसम कस्तो छ? How is the weather today? How is the weather today? के रहेछ बाहिर त घमाइलो छ It's sunny outside. It's sunny outside. हिँड्दै हुनुहुन्छ एउटा बाटो आइपुग्छ तपाई सोध्नुहुन्छ अब यो बाटो कहाँ जान्छ? Where does this road go? Where does this road go? उत्तर आयो यो बाटो भक्तपुर जान्छ This road leads to Bhaktapur. This road leads to Bhaktapur. बस कति बजे आइपुग्छ भनेर सोध्नुहुन्छ तपाईहरु बस कुरिरहनु भएको छ What time does the bus arrive? What time does the bus arrive? अब उत्तर पनि आउँछ 9 बजे आउँछ It arrives at 9 o'clock अथवा it arrives at 9 त्यो o'clock भनिरहनु पर्दैन यसो बोलचालमा It arrives at 9 o'clock. It arrives at 9. तिम्रो मन पर्ने रंग के हो अथवा तिमीलाई मन पर्ने रंग के हो What's your favorite color? What's your favorite color? मलाई त सेतो रंग मन पर्छ कसरी भन्ने I like the color white. I like the color white. अब रगतको समूहको बारेमा पनि जानौ What's your blood type? What's your blood type? मेरो रक्त समूह त O हो भन्नलाई अब My blood type is O. My blood type is O. अन्त्यमा हाम्रो भिडियो राम्रो लागेमा भिडियोलाई लाइक, शेयर र हाम्रो YouTube च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। हामी अर्को नयाँ भिडियो लेसनमा फेरि भेट हुनेछौं। धन्यवाद।